फेरि पनि म आज नयाँ भ्लग लिएर आएको छु। म सन्चै छु, आयो तपाईँ पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ एक हप्ता पछि काम गरेर आज छुट्टीको दिन इन्जोय गरेर अनि आज चाहिँ टक्क घुम्न जाँदैछौँ दाइ अनि म। दाइहरू हुनुहुन्छ पछि हेरौँ के हुन्छ। दाइलाई म वेट गरिरहेको, दाइ मलाई लिन आउँदै हुनुहुन्छ। हेर्नु होला, नयाँ भ्लग आउँदैछ। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। हेरौँ के हुन्छ कसो हुन्छ गाइज। ल फाइनली गाइज म चाहिँ निस्केको चट्ट परेर। दाइ आउनु भयो अरे, वेट गर्नुभएको छ। यस्तो भएर निस्केँ चस्मा लगाएर। गाइजहरू आज चाहिँ लास्टै दुःख पाइयो होइन। खास हामी जाने भनेको चाहिँ हिउँ हेर्न भनेर हिँडेको रुमबाट। तर माथि लगभग 40-45 किलोमिटर माथि गएपछि अब पुग्नलाई यो भन्दाखेरि के भयो भनेपछि अनि 1 बजीभन्दा पहिला जानुपर्ने रहेछ। हामीले चाहिँ बहुत गलत गऱ्यौँ, त्यहाँबाट फर्क्यौँ। अनि अहिले चाहिँ फेरि त्यहाँबाट नजिकै खोला देख्यौँ। अनि पछि यहाँ पिकनिक सिकनिक खाने ठाउँ। अनि यता आसम खोला हेर्नलाई, हेर्न सक्नुहुन्छ, फोटोसोटो खिच्दै हुनुहुन्छ। हाम्रो चाहिँ भाग्यमा रहन्छ हिउँ हेर्ने। अब नेक्स्ट विक ट्राई गर्नुपर्छ। तर यो पनि जस ठाउँ चाहिँ राम्रो छ, चिसो चिसो मौसम छ, गर्मीमा पिकनिक सिकनिक खाने ठाउँ। मलाई चाहिँ फिल चाहिँ के आइरहेछ भने सेम नेपाल आए जस्तो फिल आइरहेछ। कसले किन्यो स्वर्गमा गाडेरी, मन हुनेले खपिरह्यो बर्खामा खाडेरी। आलु मिठो तारा खोलाको हाँसम बोलम गरौँ रमाइलो, के भर छ र मर्ने चुलाको, नारायण मर्ने चुलाको। हाँसम बोलौँ गरौँ रमाइलो, के भर छ र मर्ने चुलाको, नारायण मर्ने चुलाको। सिल्लीमा आएर पनि नेपालको भाइ आइरहेछ है कसम भनेको। डाँडा काँडा खोला नाला होइन, ट्याक्क जोस
रमाइलो भइरहेछ। सेम नेपालको भाइ आइरहेछ, चिसो चिसो छ। आज जियोस् जुन लक्ष्यमा जान भनेर आइदियो त्यो लक्ष्यमा त जान सकिएन, त्यही पनि जियोस् यो ठाउँ चाहिँ राम्रो लाग्यो, मजा आयो। अब ढिला हुन लागिसक्यो, अब चाहिँ हामी फर्किनुपर्छ गाइज। रमाइलो भयो, जियोस् भिडियो सिडियो बनायो, फोटोसोटो खिच्यो। अब हामी चाहिँ फाइनल्ली अब घरतिर लाग्नुपर्छ। हिमालमा नगए पनि जियोस् डाँडा काँडा छरा जङ्गल घुम्यो, अब फर्किनुपर्छ। हेलो गाइज, फाइनल्ली घर आइयो होइन। जहाँ सोचेको थिएँ, जान चाहेको थिएँ त्यहाँ जान चाहिँ सकिनँ। जे होस् रमाइलो चाहिँ रमाइलो भयो, त्यो ठाउँ पनि धेरै राम्रो लाग्यो। गाउँघरतिर जस्तो नेपालको यो भाइब्स आइरहेको थियो। ल आजको लागि यति नै। गाडी लगाएको छ, धेरै हिँड्यो गाडीमा, अनि धेरै बाटोमा फर्किनु पऱ्यो। मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।